प्रेमको कुनै कारण हुँदैन, प्रेमको कुनै कारण हुँदैन। जहाँ कारण खोजिन्छ त्यहाँ लेनदेन हुन्छ, मलाई त्यही लागिराखेको छ। म राणा थारूको त्यो कम्युनिटीको प्रतिनिधित्व गर्ने, थारू कम्युनिटी भित्रको राणा थारू जातिको प्रतिनिधित्व गर्ने एकल मान्छे कोही छ भने त्यो संसदमा कृपाराम राणा छ। त्यसैले मैले भनिराख्नुपर्छ र त्यो सदनमा म त्यो कम्युनिटीको लागि यो गर्छु त्यो गर्छु भन्नु पर्दैन। त्यसैले मेरो कुरा के हो भने म त्यो कम्युनिटीको मान्छे हो, स्वाभाविक रूपमा त्यो कम्युनिटीसँग मेरो प्रेम छ, त्यसैले प्रेम आधारित हो। उहाँले के भनिदिनु भयो भने म कम्युनिटीको त्यो राणा थारूको छोरो नभए पनि त्योभन्दा बढी गर्छु, त्यहाँ त लेनदेन हुन्छ, कारण छ नि। हो, राणा थारूले उहाँलाई भोट दिनु भएको छ, त्यो क्षेत्रका जनताले उहाँलाई भोट दिनु भएको छ, त्यहाँ राजनीतिक लेनदेन छ, त्यहाँ मतको लेनदेन छ। उहाँलाई चाहिँ मत हाल्दै गर्दा त्यहाँ क्षेत्रका निमुखा पछाडि परेका वर्ग समुदायले यो काम गर्नु भनेर म्यान्डेट दिनुभएको छ। मलाई के त्यो काम गरोस्, त्यो काम उहाँले गर्दाखेरि राम्रो हो, स्वागत योग्य हो, म शुभकामना दिन चाहन्छु। तर त्यही क्षेत्रबाट निर्वाचित जनताले त्यत्रो बहुमतका साथ, प्रचण्ड बहुमतका साथ जित्नु भएको मान्यज्यू जो आफ्नो चाहिने थाई बसोबास त्यही बेदकोट नगरपालिका भन्नुहुन्छ, त्यही सुडा भन्नुहुन्छ, त्यही बेदकोट नगरपालिका बेदकोटमै बस्ने, त्यही जन्मेर हुर्केर सामाजिक राजनीतिक शैक्षिक सबै कामका साथ यहाँसम्म आइपुगेको कृपाराम राणा, जसले राणा थारू समुदायको लागि 30 वर्षदेखि एकहोरो काम गर्दैछ, आवाज उठाउँदैछ कम्युनिटीका लागि, जसले यसपालि मात्र होइन 2037 सालमा समेत पहिलो पटक राणा थारूको पहिचानका लागि, सूचनाका लागि आवाज उठाउने मान्छे, 2076 साल माघ 20 गतेका दिन तत्कालीन सरकार केपी शर्मा ओली नेतृत्वको सरकारले राणा थारूलाई शिक्षण गर्यो। त्यही बेला 76 सालमा राणा थारूको भाषा शिक्षण भयो। त्यही 76 सालमा म आग्रह गर्न चाहे, राणा थारूको सबैभन्दा ठुलो महत्त्वपूर्ण पर्व भनेको होली हो, जसलाई हामी होरी भन्छौँ। 1 महिना 8 दिनसम्म खेलिन्छ। त्यो 1 महिना 8 दिन खेलिरहँदा 8औं दिन, अन्तिम दिन, त्यसलाई 2 चरणमा खेलिन्छ, त्यो म व्याख्या गरिनँ। त्यसको 8औं दिन चाहिँ खकडेरा हुन्छ। त्यो खकडेराको सार्वजनिक बिदा दिलाउने मान्छे यही कृपाराम राणा हो। म नेपाल राणा थारू समाजको अध्यक्ष भएको मान्छे। त्यसो भएको हुनाले यो गरिमामय सदनमा सबै झुट बोल्न मिल्छ, प्रतिनिधि नै छैन भन्न मिल्छ। हो, प्रतिनिधि छैन, प्रतिनिधि राष्ट्रपाको छैन, उहाँको पार्टीबाट प्रतिनिधित्व छैन। 2/3 प्रचण्ड बहुमत ल्याइरहँदा त्यही कैलाली कञ्चनपुरमा उहाँकै भाषा साबित लिनु हुनुपर्छ, पछाडि परेका अर्थात् राज्यमा पहुँच नभएका, अल्पसङ्ख्यक भएका निमुखा त्यो क्षेत्रबाट प्रतिनिधित्व गराए त भइहाल्थ्यो नि, किन गराउनु भएन? समानुपातिमा गराए हुन्थ्यो नि, किन गराउनु भयो? त्यो एमाले त गराएछ नि। राष्ट्रपा यसबाट चुकेको छ। राणा थारूको प्रतिनिधित्व विगतमा 64 सालमा माओवादीले गराएको अवस्था छ, सबभन्दा लार्जेस्ट पार्टी त्यो बेला। 2070 सालमा कांग्रेसले गराएको छ, एमाले गराएको छ, एमालेबाट म आफै छु। 2064 सालमा एमाले नारद मुनिलाई गराएको छ, माओवादीले गराएको छ पुरन राणा थारूलाई। अनि 70 सालमा कांग्रेस र एमाले गराएको छ, एमालेबाट म आफै छु, कांग्रेसबाट माननीय प्यारेलाल राणा हुनुहुन्थ्यो। अनि अहिले फेरि मलाई गरेको छ, 2074 साल नारद मुनि राणालाई गरेको थियो पार्टीले। त्यसो भएको हुनाले ठुला लार्जेस्ट पार्टीहरू कुनै न कुनै कालखण्डमा एमाले, कांग्रेस, माओवादी यी साइजले तलमाथि भए पनि लार्जेस्ट पार्टी भइरहँदा यी तीनै पार्टीबाट प्रतिनिधि सभामा या संविधान सभा हुँदै प्रतिनिधि सभासम्म प्रतिनिधित्व भएको एकदम क्लियर छ। यो मैले झुट बोल्न आवश्यक छैन, इतिहासमा दर्ज छ। इभन कि तपाईँलाई म अनुरोध गर्न चाहन्छु, 37 वर्षे पञ्चायती कालमा समेत राणा थारूको प्रतिनिधित्व थियो। लबरू राणा थारू त यो देशको मन्त्री हुनुभयो, उहाँको राम्रो कामको त हामीले सम्मान गर्नुपर्छ। राणा थारूको अहिले पनि त्यो जग्गाको हदबदी अन्तिममा 5 कट्टा भन्दा तल छ भने किता काट गर्न मिल्दैन। त्यसको कारणले राणा थारूमा त्यो अहिलेसम्म राम्रै काम भएको छ। पञ्चायती कालमा राणा थारूको प्रतिनिधित्व हुनु, अनि बहुदलीय व्यवस्थामा पनि राणा थारूको प्रतिनिधित्व हुनु,
यो गणतन्त्र आइसकेपछि जेनजी आन्दोलनपछि पनि एमालेको तर्फमा मै छु, यति प्रतिनिधित्व भइरहँदा पनि त्यो सार्वभौम सत्ता सम्पन्न नेपाली जनताको प्रतिनिधिमूलक संस्थामा राणा थारूको प्रतिनिधित्व भएन भनेर किन बोल्नु भयो? बोल्न मिल्छ। एउटा सांसद भएको मान्छेले सबै झुट गर्न मिल्छ? हो, त्यो रेकर्ड रहनु भने त उसैको लागि अबगाल हो नि, उसैको लागि अबगाल हो। त्यसो भावनाले राणा थारूको लागि धेरै हामीले गरेका छौँ। तपाईँले सार्वजनिक विदा पर्वको विदाको विषय पनि उठाउनु भयो हैन? त्यो समुदायको म फेरि पनि आग्रह गर्न चाहन्छु, विभिन्न भूमिका खेल्नुभयो। अब चाहिँ बाँकी कामहरू भनेको त्यो समुदायलाई कम्युनिटीको लागि अहिले पनि त्यो कम्युनिटी विभिन्न हिसाबले अन्यायमा परेको छ। म आग्रह गर्न चाहन्छु, 1 वर्ष जति हुन लाग्यो, गत वर्ष वैशाख 9 गते हरिकिशन राणा त्यो बेलडाँडीमा बसोबास गर्ने उहाँलाई चाहिँ नि बाइक सहित जलाएर रहस्यमय मृत्यु भएको छ, हत्या गरिएको छ। त्यो हत्याको छानबिन गर्नुपर्छ भनेर आवाज उठाउने कृपाराम राणा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई भन्यो। हामी डेलिगेसन गयौँ राणा थारू संस्थागत रूपमा राणा थारू समाजको पूर्व अध्यक्षको हैसियतले या संविधान सभा सदस्यको हैसियतले म चाहिँ प्रतिनिधित्वमा छु। त्यहाँको अध्यक्ष कमल सिंह राणा, अहिलेको वर्तमान अध्यक्ष कमल सिंह राणा लगायत जो अगुवा साथीहरू रमेश लेखक कहाँ गएर, तत्कालीन गृहमन्त्री कहाँ गएर छानबिन गर्नुहोस्, अन्याय हुन नदिनुहोस्, उसका छोराछोरीलाई न्याय दिनुहोस्। हरिकिशनमाथि अन्याय भयो, सिङ्गो जलाउन पाइन्छ? मानव अधिकारको दृष्टिकोणबाट यो सरासर गलत हो। यो शान्ति शान्ति व्यवस्थाको दृष्टिकोणबाट पनि यो राम्रो भएन, मानवताको हिसाबले पनि राम्रो भएन। कम्युनिटीले त अन्याय भोगेको छ, परिवारले अन्याय भोगेको छ, बच्चाहरू चाहिँ विचल्ली परेका छन्। यस्तो अवस्थामा यो छानबिन गर्नुपर्छ हामीले भन्यौँ। अहिलेसम्म भन्दै आएको छ। त्यहाँको एसपी सिडिओलाई अस्ति पनि भने, अनि गृहमन्त्रीलाई पनि अस्ति मैले सदनमा भनेको छु। त्यसो भावनाले 1 वर्ष जति भयो, कुनै किसिमको चाहिँ पत्तो लागेको छैन। कसले हत्या गर्यो, कसरी भयो भन्ने कुनै सन्दर्भ त्यहाँ आएको छैन। त्यसो भएको हुनाले हरिकिशन राणाको हत्यारा पत्ता लाग्नुपर्छ। हरिकिशन राणाको परिवारले न्याय पाउनुपर्छ। विगतदेखि यो आवाज उठाउँदै आछौँ। फेरि पनि जो एक्जिक्युटिभ जो संस्थाहरू छन्, आइजिबीदेखि लिएर गृहमन्त्रीदेखि लिएर सिडिओदेखि लिएर सम्बन्धित निकायमा म कुरा गर्दै आएको छु र फेरि पनि सदनमा बोल्नुपर्ने अवस्था छ। म बोल्छु। मसँग 5 वर्ष पुरै छ। मैले 5 मिनटको समय लिएर पनि बोल्छु। त्यो 1 मिनटको समय पहिलोपटक पाउँदाखेरि यी तमाम कुराहरूको बारेमा चर्चा गर्ने समय पाइएन, त्यो गर्छु। त्यति मात्र होइन, लालझाडीका बडाई फ्यामिली त्यहाँ पनि हत्या भएको छ। त्यति मात्र होइन, रामदुलारी राणा बलात्कार गरिएर मारिएको छ, त्यसले न्याय पाएको छैन। त्यति मात्र होइन, देश दुनियाँले थाहा पाउने गरी त्राही गर्ने एउटा घटना, त्यो निर्मला हत्याकाण्ड पनि जस्ताको त्यस्तै छ। त्यसको रहस्य उजागर भएको छैन। त्यो सबै घटनाको सत्य तथ्य छानबिन यो सरकारले गरोस्, यो गृहमन्त्रीले गरोस्। त्यसका लागि तपाईँको क्षेत्रबाट निर्वाचित हुनुभएका प्रत्यक्ष निर्वाचित सांसद रासपाका नेता दीपक बोहरा र तपाईँ बीच सहकार्य हुन्छ। विगतदेखि हामीले उठाउँदै आएको सवाल पनि हो, त्यसमा उहाँले सहयोग गर्नुपर्छ। उहाँलाई मैले सहयोग होइन, यो घटनामा उहाँले सहयोग गर्नुपर्छ। कम्युनिटीको हिसाबले त म त जति काम गरेको छु, जति गर्नुपर्ने त्यो प्रेम मसँग छ, तर उहाँ त कारणसहित आउनु भएको छ नि। मैले अघि नै प्रश्न गरिसकेँ। त्यसो भावनाले उहाँले गर्नुपर्छ। उहाँको राजनीतिक मात्र होइन, नैतिक मात्र होइन, त्यो भूगोलको हिसाबले पनि जिम्मेवारी छ। तर म भन्न चाहन्छु, क्षेत्र नम्बर 1 को सांसदले पनि यसमा सहभागिता जनाउनुपर्छ। उहाँले अस्ति बोल्दाखेरि आफ्नै क्षेत्रको, आफ्नै बेलडाँडी बसोबास गर्ने, आफ्नै चाहिँ भोटर परिवारको मान्छे त्यसरी भइरहँदा उहाँले बोल्नु मिल्दैन। उहाँले सरकारलाई झकझकाउनु मिल्दैन, राज्यलाई गर्नु मिल्दैन, गुहार्नु मिल्दैन। त्यसो भएको हुनाले 1 नम्बरका सांसदले बोल्नु नहुने, मौन साध्ने, 2 नम्बरको त सेलिब्रिटी भएर बोल्दाखेरि के हुन्छ? त्यसले त कारणसहित बोलेको देखिन्छ। त्यसो भावनाले हामी त्यस्तो चाहँदैनौँ। समग्रमा कम्युनिटीले पनि न्याय पाउनुपर्छ। जसको त्यो कम्युनिटीमा न सिडिओ छ, न एसपी छ, न अर्को छ, न अर्को छ। त्यसैले त्यो क्षेत्रमा राज्यमा रहेको एक्सिस नभएको कारणले पनि त्यो समस्या देखा पर्यो। त्यसो भावनाले त्यो वर्ग त्यहाँ छ, त्यो वर्ग
जहाँ चाहिँ नि राजकीय भूमिकामा रहनुभएको छ त्यही वर्गसँग रिलेटेड भएका साथीहरूले बढी जोड गर्दाखेरि त्यो सत्य आउँछ भन्ने मेरो बुझाइ हो।